2-3 दिनदेखि भारत र पाकिस्तानको लडाईँ चलिरहेको थियो। अहिलेको लडाईँमा जुन जसरी लडाईँ लडियो एकदमै डिफ्रेन्ट तरिकाले लडियो। थल सेनाको एकदमै कम प्रयोग भयो। थल सेना अघि बढ्नै परेन, आफ्नै ठाउँमा रहिरहे, तर पुरै लडाईँ विध्वंसक लडाईँ भयो। कसरी भयो भन्दाखेरि ड्रोन र मिसाइलको प्रयोगले। अहिले पाकिस्तानको तर्फबाट कमसेकम 600 वटा ड्रोन र 600 वटा ड्रोन अनि 10-20 वटा मिसाइल प्रहार गर्यो। भारतको तर्फबाट पनि 100 ड्रोन र अनि मिसाइलहरू प्रयोग गरियो। त्यसमा डिफरेन्स के रह्यो भने पाकिस्तानको जति पनि ड्रोनहरू र मिसाइलहरू आए, भारतको एयर डिफेन्सले त्यसलाई सबैलाई ध्वस्त पारिदियो। तर भारतबाट गएका सबै ड्रोनहरूले पाकिस्तानमा भयङ्कर नोक्सान गरे। त यसरी चाहिँ थल सेना अघि नबढिकन लडाईँ भयो। त यो कुरा तपाईहरुलाई सुनाउनुको मतलब के हो? अहिले हाम्रो देश नेपालमा वीर गोर्खाको देश, पहिला हामीले खुकुरी र तरवारले लड्ने, अहिले पनि हामीले भारतकै 303 र इन्सास राइफलले लड्ने, हैन? त हामीले पनि अब हाम्रो देशले के तयारी गरेको छ? जबसम्म भारत र चाइनासँग हाम्रो सम्बन्ध बिग्रिदैन, हामीलाई सायद युद्ध गर्ने आवश्यकता नपरोस्, तर परिआयो भने के हाम्रो देश त्यसको लागि तयार छ? र त्यहाँ अर्को कुरा, विदेशबाट किनेर हुँदो रहेनछ, आफ्नै देशमा बनाउन सक्नु पर्दो रहेछ। अहिले भारतसँग मिसाइल आफ्नै छ, ब्रह्मोस मिसाइल भारतले आफै बनाउँछ, आकाश एयर डिफेन्स सिस्टम भारतले आफै बनाउँछ, अनि त्यो जुन ड्रोन थियो इजरायल को सहायताले भारतमै निर्मित हुन्छ। त्यो ड्रोन पनि अदानी कम्पनीले भारतमै निर्मित गर्छ त्यो ड्रोन, जसले गर्दाखेरि यिनीहरूलाई सप्लाईको कुनै समस्या थिएन, जति ड्रोन चाहिए पनि उपलब्ध थियो। र भारतले आफै बनाएर त्यो ड्रोनले लडाईँ गर्यो। र पाकिस्तानले सबै चिज किनेको, एयर डिफेन्स पनि किनेको, अनि तपाईँको ड्रोनहरू पनि किनेको, जसले गर्दाखेरि उसले राम्रोसँग प्रयोग गर्न सकेन र भारतको एयर डिफेन्सले त्यसलाई ध्वस्त पारिदियो। भन्नाले अहिलेको समय अब खुकुरीले लडाईँ गर्ने जमाना गए, बन्दुकले लडाईँ गर्ने जमाना पनि गए। बन्दुकहरू सेल्फ डिफेन्समा युज गरिन्छ एग्रेसनलाई रोक्नको लागि, तर अब मतलब बन्दुकको भर पर्ने जमाना गए। त हाम्रो देशमा कसरी के तयारी चलिरहेको छ? मैले त्यस्तो खासै केही न्युज पनि पाउँदिनँ अथवा त्यस्तो केही चर्चा पनि हुँदैन। त यही कुराहरू म तपाईहरुलाई भन्न चाहन्थे कि हाम्रो देशमा के तयारी चलिरहेको छ होला रक्षाको लागि, किनकि देशको अस्तित्व, हाम्रो जुन समाजको अस्तित्व हो त्यो कहिलेसम्म यतिकै रहिरहला। अहिले यस्तो युद्धको समय आइरहेको छ जहाँ चाहिँ युद्ध भइरहेको छन् कि हामीले चाहिँ त्यही भारतको इन्सास राइफलले लड्ने हो या कस्तो के सिस्टम छ मलाई त्यही थाहा भएन। तर म तपाईहरुलाई के भन्न चाहन्थे भने युद्धको सिस्टम पुरै बदलेको छ। अब वीर गोर्खाली भन्दा पनि अब वीर ड्रोनको जमाना आएको छ। नेपालमा पनि यसको बारेमा अवश्य केही न केही सोच्नुपर्ने हुन्छ।